नमस्ते सबैजना साथीहरूलाई। आज चाहिँ हाम्रो रुममेटहरूको सबै रुममेटहरूको चाहिँ छुट्टी छ र छुट्टीको समयमा चाहिँ हामीले के निर्णय गऱ्यौँ भने आज चाहिँ दुबई अल अरबमा चाहिँ अल अरबको बिचमा जेस्की चलाउन जाने भन्ने निर्णय गऱ्यौँ र सबै साथीहरू चाहिँ हामी त्यहाँ जाँदैछौँ जेस्की चलाउनको लागि र एक्सपेरिमेन्ट लिनको लागि र कस्तो हुन्छ यसो एक्सपेरिमेन्ट गरौँ भनेर सबैजनाको सल्लाह भएको छ। आज चाहिँ हामी त्यहाँ जान्छौँ र जेस्की चलाउँछौँ होइन, कस्तो लाग्छ तपाईँहरूलाई होइन, मैले सेयर गर्छु भिडियो र तपाईँलाई कस्तो लाग्छ यसो सेयर पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनुहोस् है त। ल हेर्दै जानु होला हामीले जेस्की चाहिँ चलाएको भिडियोहरू। अन्तमा साथीहरू जेस्की हामी रुममा आइसकेका छौँ र यस्तो दामी भयो, एकदम रमाइलो छ अब जेस्की चलाउनलाई। यति राम्रो भयो कि अब हुन्छ नि, फर्स्ट डे एक्सपेरिमेन्ट थियो हाम्रो र फर्स्ट डे एक्सपेरिमेन्टमा चाहिँ एकदम रमाइलो भयो, एकदम धेरै रमाइलो भयो, सबैजनाले एकदम इन्जोय गऱ्यौँ र अलिकति हामी चाहिँ नमस्ते सबैजना साथीहरूलाई। आज चाहिँ हाम्रो रुममेटहरूको सबै रुममेटहरूको चाहिँ छुट्टी छ र छुट्टीको समयमा चाहिँ हामीले के निर्णय गऱ्यौँ भने आज चाहिँ दुबई अल अरबमा चाहिँ अल अरबको बिचमा जेस्की चलाउन जाने भन्ने निर्णय गऱ्यौँ र सबै साथीहरू चाहिँ हामी त्यहाँ जाँदैछौँ जेस्की चलाउनको लागि र एक्सपेरिमेन्ट लिनको लागि र कस्तो हुन्छ यसो एक्सपेरिमेन्ट गरौँ भनेर सबैजनाको सल्लाह भएको छ। आज चाहिँ हामी त्यहाँ जान्छौँ र जेस्की चलाउँछौँ होइन, कस्तो लाग्छ तपाईँहरूलाई होइन, मैले सेयर गर्छु भिडियो र तपाईँलाई कस्तो लाग्छ यसो सेयर पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनुहोस् है त। ल हेर्दै जानु होला हामीले जेस्की चाहिँ चलाएको भिडियोहरू। अन्तमा साथीहरू जेस्की हामी रुममा आइसकेका छौँ र यस्तो दामी भयो, एकदम रमाइलो छ अब जेस्की चलाउनलाई। यति राम्रो भयो कि अब हुन्छ नि, फर्स्ट डे एक्सपेरिमेन्ट थियो हाम्रो र फर्स्ट डे एक्सपेरिमेन्टमा चाहिँ एकदम रमाइलो भयो, एकदम धेरै रमाइलो भयो, सबैजनाले एकदम इन्जोय गऱ्यौँ र अलिकति हामी चाहिँ